हेलो एभ्रिवान सेवा नमस्ते सबैजनालाई सन्चै हुनुहुन्छ होला। ल हामी चाहिँ अब सिडनीदेखि न्युजिल्यान्ड लाग्यो है। हाम्रो टिम यहाँ छ। ल तिमीहरू अब खाऊ, अब तिमीहरूको हलिडे सुरु भयो है। स्कुल हलिडे स्कुल नै छ तर पनि अब सर्ट ट्रिप एक हप्ताको लाएर आउने, न्युजिल्यान्ड लाएर आउने भन्ने छ। तिमीहरूको फर्स्ट टाइम हो न्युजिल्यान्ड? त निकालिदिउँ न अलिकति। ल हामी अब सिडनीदेखि न्युजिल्यान्डको यात्रामा हामी निस्किसकेका छौँ। हाम्रो चेक इन सक्यो होइन। चेक इनहरू सकेर चाहिँ अब हामी गेटतिर प्रस्थान गर्नुभन्दा अगाडि थोरै यसरी चाहिँ यहाँ अब ब्रेकफास्ट खाए जस्तो गरेर चाहिँ हामी लाग्छौँ। अहिले सिडनीको समय कति भयो? जे होस् कति भयो सो त सोको लागि 7:35 भयो। हाम्रो अब 9:15 को फ्लाइट हो। टाइम टर्नै छ। ओके ल भन। We're at the airport now, and we finished having breakfast. एक्सर्साइज भएर के अरे एक्साइटेड भएर चाहिँ Yes, but I'm tired. टायर कति घन्टा सुत्यो? कति घन्टा सुत्यो? 7. 7 सुत्यो तिमी? It's not even our gate. गेटमा पुगेको छैन। ओके कहाँ गएको ल भन तिमीहरू, कहाँ गएको ल भन। Queenstown, New Zealand. कति बजीको फ्लाइट छ? 9:15 a.m. 9:15 AM। And then we get there at 2:15 p.m. New Zealand time. ओके एक्साइटिङ हुर्रे। हामी अब बोर्डिङ हुनु लागेको छ। यिनीहरूलाई अल्छी लागेर चाहिँ अब हेर त अब यहाँ आइप्याड हेरेर बसिरहेको छ। पनि चाहिँ अर्को ठुलो मान्छे। फाइनली हामी एरोप्लेनमा चढिसक्यौँ। हामी एयरपोर्टमा अलिक चाँडै आएको हुनाले गर्दाखेरि केही समय हामीसँग भयो र हामी निकै बस्यौँ गेटमा। अब चाहिँ हामी सिडनी टु क्विन्सटाउन। हामी न्युजिल्यान्डमा आइपुग्यो। अब चाहिँ ल्यान्ड भयो। अब हामी के अरे यहाँबाट निस्कन्छौँ। इमिग्रेसन क्लियरेन्स गर्नु छ अनि हामी चाहिँ अब कार पिकअप गरेर जान्छौँ। ओके हामी चाहिँ क्विन्सटाउनको एयरपोर्टमा ल्यान्ड भइसक्यौँ र हामीले थोरै खाजाहरू पनि खायौँ यहाँ, लन्च जस्तो। अब चाहिँ हाम्रो बस्ने ठाउँमा हामी लाग्छौँ र यहाँबाट हाम्रो रेन्टल कार हामीले पिकअप गर्नु छ र त्यसको लागि चाहिँ सटल पनि लाग्दो रहेछ। राम्रो कुरो चाहिँ यहाँबाट सटलले नै त्यहाँसम्म चाहिँ हाम्रो रेन्टल कारसम्म लाने रहेछ। रेन्टल कार कम्पनीले नै सटल पनि म्यानेज गरेको रहेछ। अलिक चिसो छ बाहिर, यहाँ हेर्नु सक्नुहुन्छ तपाईँहरूले। अलिकति खुसी पनि लागेको छ र यहाँको वरिपरि पहाड छ क्विन्सटाउन चाहिँ। हाम्रो रेन्टल कारको सटल बस आउँछ भन्ने कुरो छ। अब हेरौँ 10 मिनटमा आउने भन्ने कुरो छ। कतिले आउँछ हामी चाहिँ त्यसको लागि वेट गरिरहेको छौँ। यहाँदेखि हामीले गएर कार पिकअप गर्नु छ। ल यता हेर आयो हाम्रो रेन्टल कार। ओके साथीहरू, हामीले चाहिँ हाम्रो रेन्टल कार पिकअप गरिसक्यौँ। अब चाहिँ हामी बस्ने ठाउँतिर बिस्तारै लाग्दैछौँ। नयाँ ठाउँ छ। ड्राइभिङ पनि यहाँको एकदम स्मुथ अनि एकदम स्लोली सबैले ड्राइभ गर्ने रहेछ। सिडनीको कम्पेयरमा क्विन्सटाउनको ड्राइभिङ चाहिँ एकदम मलाई जेन्टल ड्राइभिङ लाग्यो है।
अनि विशेष गरेर यो गिभवेतिर चाहिँ यहाँ चाहिँ अब यो वान लेन भएको हुनाले प्रायः जस्तो रोडहरू वान लेन हुँदो रहेछ त्यो भएको हुनाले गर्दाखेरि चाहिँ ठ्याक्क होइन जानुलाई चाहिँ दिने कि अब त्यो कर्टिसी एक खालको एकदम जेन्टल कर्टिसी हुँदो रहेछ हामी चाहिँ बिस्तारै सरर चाहिँ यसरी हामी बस्ने ठाउँमा लाग्यौँ यहाँदेखि क्विन्स टाउन चाहिँ अझै उतै रहेछ हामी जता जाँदैछौँ त्यही डाइरेक्सनमा रहेछ अनि ठक्कसँगले चाहिँ हामी पुग्ने चाहिँ लगभग धेरै छैन अब हामीले कार पिकअप गरेकोदेखि अथवा एयरपोर्टदेखि लगभग 12 to 15 मिनट्स मात्रै रहेछ ड्राइभ रमाइलो छ आज अलिकति ढुम्मसँगले बादल लागेको हुनाले गर्दाखेरि यस्तो स्थिति देखेको छ साथीहरू क्विन्स टाउनको अहिले हामी क्विन्स टाउनको एउटा बाटोमा चाहिँ ड्राइभ गरेर हामी बस्ने ठाउँमा हिँडिरहेको स्थिति छ होटलमा आइपुग्यो है अब यो लेक छ लेक साइड Oh, there's also a down. ए ल जाउँ तिमीहरू हामी चाहिँ हाम्रो बस्ने ठाउँमा आइसक्यौँ होइन नानी कोट हालो त What's the color? कोट हालो है यहाँ लक बक्स हामी खोल्छौँ अनि भित्र छिर्छौँ ल हामी चाहिँ हाम्रो बस्ने ठाउँमा आइपुग्यौँ चाबी लिन्छौँ खोल न 21 Wait, which way is it? Oh, wow. Okay, I can't see that. Is this राम्रो भ्यू रहेछ त Oh, here's the keys. तर हान Papa, here's the back is still open. Hmm? Why is the back still open? There's someone coming. You need to get that. अँ Here you go. I can close the back. अब जाने बिस्तारो सबै सामानहरू ल्याउँछ नगरौँ न छोड Okay. Wait, I'm gonna take off my shoes. त्यही त And there's an upstairs. Mhm. Oh, look, there's a swingy thingy. सुँगी थिङ्गी ओहो पछाडि चाहिँ जङ्गल रहेछ कस्तो राम्रो नेचर लभरै रहेछ नि I love nature. Okay, so how do you unlock? एक पछाडि रहेछ नि नेपाल पनि छ छ त ए माथि पनि पो रहेछ त अझै अरे बाफ्रे ल ओ हेर त यो कस्तो राम्रो ए यहाँबाट भ्यू हेर त यहाँबाट चाहिँ भ्यू हेर्ने अझै छ कि माथि अँ छ त किचन छ 3 तला रहेछ ए देख भिडियो आमा कति राम्रो Oh my god. Now look, there's another upstairs. ठ्याक्क माउन्टेन के कस्तो मजाले बनाएको छ नि त भ्यू त यिनीहरूले खतरा अझै पनि हिउँ अलिअलि चाहिँ देखिरहेको छ तर मौसम त चाहिँ यो सबै हिउँ भन्दा पनि अलिकति हिउँ कम्ती त्यही त अगस्त र सेप्टेम्बरमा सबभन्दा राम्रो हुन्छ क्या हिउँ पनि हुन्छ अगस्तमा चाहिँ कस्तो राम्रो हुन्छ ए हाम्रो त उयो चाहिँ 3 तला पो रहेछ त टोटल त नि आमा 3 तला Oh, you write your review ए here. है Oh, हो 3 तला रहेछ नि त नि माथि तल बेडरुम सेकेन्ड अनि फेरि I need to also get the internet. उसले बोलेको आउँदैन किन नआउनु पर्यो त नि Oh, you can नेचर ल we can play TikTok. ए यहाँ रहेछ बार्बिक्यू त कि यहाँ थियो बार्बिक्यू यिनीहरूको स्पेस धेरै पो रहेछ त टाउन हाउस जस्तो रहेछ नि त टन्नै हरियो वन जङ्गल पुरै हाउसै रहेछ नि मजाले फ्यामिली बस्ने खालकै मजाको रहेछ नि के रहेछ वाइन पनि राख्दैछ कि ऊ गरेर खाने हो कि क्या किन होइन अब वाइफाई ल साथीहरू हामी चाहिँ हामी बस्ने ठाउँमा आइसकेका छौँ क्विन्स टाउनको हाम्रो बस्ने अपार्टमेन्टमा मन्दिरजी कता हुनुहुन्छ अनि अलिकति
वेदरले चाहिँ खासै सेवा कता खान्छौ तिमीहरू त्यति साथ दिएको छैन आज तथापि शीतल छ है अहिले यो समर भए पनि वेदर चाहिँ ठ्याक्क रहेछ क्या अनि हामी आज यहाँ बस्छौँ आज होइन अब एक हप्ता हामी यहाँ बस्छौँ अनि यहाँबाट वरिपरि क्विन्सटाउनको वरिपरि चाहिँ हामी घुम्ने हाम्रो योजना रहेको छ यो तल चाहिँ लेक रहेछ ठुलो लेकमा आइपुगिसक्यो लेकमै छ हाम्रो पनि त्यही लेकमै हो नजिकै रहेछ पानी रहेछ तर डल्लै रहेछ नि लेक त तर वार पारै अब कुन चाहिँ हो नि होइन होइन भन्दा लेकको वरिपरि पनि घरै घर रहेछ